5वटा कागजले नेपालको अदालत, विश्वविद्यालय, अस्पताल र सहकारी पीडितको भविष्य तय गर्दछ। के तपाईँलाई थाहा छ यसभित्र के छ? आउनुहोस् यसबारे जानकारी लिउँ। बालन सरकारले 5वटा अध्यादेश राष्ट्रपति कहाँ पठाएको छ। धेरैले भने यो सरकारी काम हो, तर यी 5 कागजले तपाईँको जीवनलाई सिधै असर गर्दछ। यसमा पहिलो रहेको छ संवैधानिक परिषद अध्यादेश। प्रधान न्यायाधीश, निर्वाचन आयुक्त, अख्तियार प्रमुख सबैको नियुक्ति यहीँबाट हुन्छ। यसअघि 4 सदस्यको बहुमत चाहिन्थ्यो भने अब 3ले पुग्दछ। प्रधानमन्त्री नै यसका अध्यक्ष हुन्। त्यसै गरी दोस्रो रहेको छ सहकारी अध्यादेश। यसमा 30 लाख पीडित रहेका छन् भने 87 अर्ब डुबेका छन्। अहिलेसम्म न्याय भन्ने शून्य रहेको छ। यो अध्यादेशले एनसीआरएलाई ठगको सम्पत्ति जफत गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिने पहिलो कानुनी अधिकार दिन्छ। र तेस्रो विश्वविद्यालय अध्यादेश। हाम्रो विश्वविद्यालयमा चाहिँ दशकौंदेखि विद्यार्थी संगठनहरूको राजनीतिले गिजलिरहेको थियो, अब जसको अन्त्य हुँदैछ। यसमा स्वास्थ्य सम्बन्धी अध्यादेश पनि रहेको छ, जुन निजी अस्पतालले 10% बेड निशुल्क छुट्याएको थियो, जुन चाहिँ दिएको थिएन। अबदेखि नदिए भने इजाजत स्वतः रद्द हुनेछ। यो कानुनले यसमा कार्यान्वयन गर्नेछ। र अन्त्यमा 5औं अध्यादेश रहेको छ प्रशासनिक सुधार सम्बन्धी अध्यादेश, जसमा चाहिँ वर्षौंदेखिको राजनीतिक नियुक्त रहेका सार्वजनिक पद धारण गरेका व्यक्तिहरू छन्, उनीहरूको पद पनि यस अध्यादेश मार्फत स्वतः रद्द हुनेछ। त्यसै गरी हप्तामा 2 दिन छुट्टी दिने कानुनी आधार पनि यही अध्यादेश मार्फत बन्नेछ। तर सबैभन्दा ठुलो प्रश्न रहेको छ, बालन सरकारसँग 182 सिट छ, जसले संसद बोलाउन सक्थे, विधेयक पास गर्न सक्थे, तर अध्यादेश नै किन? सरकारको यो तर्क छ समय एकदमै कम छ, तर विपक्षीहरूको एकै स्वर रहेको छ, यो लोकतन्त्र संविधान विरुद्ध छ। र अब हामी सबैको पर्खाइ राष्ट्रपति पौडेलको निर्णयमै रहेको छ। यो स्वीकृत हुन्छ या अस्वीकृत, जसमध्ये धेरै जसो अध्यादेशहरू त स्वीकृत भएर आइसकेको छ। निर्णय जस्तो आए पनि उद्देश्य राम्रो भयो भने जुन बाटो हिँडे पनि सही हुन्छ। लोकतन्त्रको नियम पनि यही हो। तपाईलाई के लाग्छ, अध्यादेशको बाटो सही थियो कि संसदको? कृपया आफ्नो विचार तल कमेन्ट गर्नुहोस्। हस्त, नमस्ते।